लु आज चाहिँ म सिस्नोको फुल टिप्दैछु। सिस्नोको फुलको सब्जी खाने प्लान भयो कि हाम्रो। मसँग चाहिँ एउटा टिप्ने यो राख्ने यो अनि त्यसपछि यो चाहिँ सिस्नोको फुलहरू छ है। म टिप्छु, टिपिसकेपछि देखाउँछु ल। चाहिँ यसरी हातले टिप्दा पनि खासै पोल्दैन। पातहरूमा चाहिँ यसको काँडा हुन्छ, फुलमा चाहिँ खासै हुँदैन। यसरी टिपेर सिस्नोको फुलको सब्जी खानुभएको छैन भने पनि कमेन्ट गर्नुहोस्, खाएको छुइनँ भनेर। अनि खाएकोहरूले पनि खाएको छु है मैले, यसरी पकाएर खान्छौँ भनेर कमेन्ट गर्नुहोस् है। यस्तो यो चाहिँ कस्तो राम्रो खालके फुल रहेछ। फाइनल्ली यति भइसकेको छ नि, यत्रो धेरै सिस्नोको फुल। ठुलो छ हौ भाँडा, अब पकाएर खानुपर्छ।